बिस्मिल्लाहिर्रहमानिर्रहीम अल्हम्दुलिल्लाहि रब्बिल आलमीन वल आक़िबतु लिल मुत्तक़ीन वस्सलातु वस्सलामु अला सय्यिदिल अंबिया'i वल मुरसलीन नबिय्यिना मुहम्मद व अला आलिहि व सहबिहि अजमईन व मन तबिअहुम बि इहसानिन इला यौमिद्दीन अम्मा बाद। क़ाल अल्लाहु तआला फ़िल क़ुरआनिल करीम मुख़ातबन लिन्नबी सल्लल्लाहु अलैहि वसल्लम क़ाल क़ुल इन कुन्तुम तुहिब्बूनल्लाह फत्तबिऊनी युह्बिबकुमुल्लाह। आदरणीय दर्शकवृन्द, प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू। हिजरी पात्रों को यो महीना रबीउल अव्वल को महीना तेसरो महीना हो र यो रबीउल अव्वल को महीना सँग आज हाम्रो समाजमा जुन मोहम्मद डे अर्थात नबी सल्लल्लाहु अलैहि वसल्लम को जन्म उत्सव, जन्म दिवस, ईद मिलादुन नबी भनेर चाहिँ मनाइन्छ। त्यो मनाउनु के उहाँ सल्लल्लाहु अलैहि वसल्लम सँग प्रेमको प्रतीक हो। नबी सल्लल्लाहु अलैहि वसल्लम सँग माया भएको प्रकट गर्नलाई के उहाँको यो जन्म उत्सव मनाउनु चाहिँ यसैले यो स्पष्ट हुन्छ कि म नबी सल्लल्लाहु अलैहि वसल्लम सँग माया गर्छु, कि यसको विपरीत नबी सल्लल्लाहु अलैहि वसल्लमले भनेको कुरामा पूर्ण रूपले अभ्यास गर्नु, विश्वास राख्नु, यो चाहिँ नबी सल्लल्लाहु अलैहि वसल्लम सँग भएको मायाको प्रतीक हो। आदरणीय दर्शकवृन्द, आज समाजमा यो नयाँ नौलो कुरो इस्लामसँग जोडेर जुन आविष्कार गरिएको छ, यो कुरा चाहिँ अन्य मानिसहरूलाई एउटा भ्रममा पार्ने, हाम्रो मुस्लिम समाजमा चाहिँ केही तत्त्वहरू हुन्छन् जुन चाहिँ भ्रमित पार्ने, आफ्नो कार्यलाई विस्तार गर्नको लागि दायाँ बायाँ जतातताबाट चाहिँ खेलेर हाम्रो इस्लाम धर्म जुन एउटा स्पष्ट सूर्य भन्दा पनि स्पष्ट हाम्रो इस्लाम धर्मलाई चाहिँ धुलित गर्न खोज्छन्। त्यसैले हाम्रो समाजमा सम्पूर्ण वर्ग सबै साथीभाइहरूलाई यस विषयमा सचेत हुनु अति जरुरी छ कि वास्तविकमा हाम्रो नबी सल्लल्लाहु अलैहि वसल्लमसँग माया प्रकट गर्ने एउटा जुन प्रतीक हुनुपर्छ, त्यो चाहिँ उहाँसँग भएको मायाको प्रतीक के उहाँको डे, जन्मदिन, बर्थडे, जन्मदिन मनाउनुले नै चाहिँ यो चाहिँ स्पष्ट हुन्छ कि म माया गर्छु। आदरणीय दर्शकवृन्द, यो कदापि यस्तो होइन र यसमा कुनै शंका छैन कि नबी सल्लल्लाहु अलैहि वसल्लमसँग माया गर्नु यो चाहिँ इमान हो। यो वास्तविक इस्लाम र इमानको एउटा महत्त्वपूर्ण अंग हो। यसको बिना कोही व्यक्ति मुस्लिम हुनै सक्दैन, कोही मोमिन हुनै सक्दैन। अल्लाहले यस विषयमा स्पष्ट घोषणा गर्नुभएको छ, भन्नुभएको छ कुल इन कुन्तुम तुहिब्बूनल्लाह फत्तबिऊनी युह्बिबकुमुल्लाह। हे नबी, हे पैगम्बर सल्लल्लाहु अलैहि वसल्लम, तपाई भनिदिनुहोस् कि यी सबैहरूलाई भनिदिनुहोस्, यदि तिमी साच्चीकै अल्लाहसँग माया गर्छौ, अल्लाहसँग प्रेम गर्छौ भने फत्तबिऊनी भने मेरो अनुसरण गर, अर्थात नबी पैगम्बर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको अनुसरण गर। उहाँले भनेको, उहाँले देखाएको बाटो, उहाँले भनेको कुरामा हिँड, उहाँले भनेको जस्तै गर, उहाँले भने भन्दा कममा पनि नजाऊ, उहाँले भनेको भन्दा माथि पनि नजाऊ। दायाँ बायाँ जानले यो चाहिँ यदि तिमी यस्तो गर्छौ, उहाँको विपरीत गर्छौ भने अल्लाहले तिम्रो माया, अल्लाहसँग भएको तिम्रो दाबी, मायाको दाबी र प्रेमको दाबी यो चाहिँ झुटो ठहरन्छ। यसको तात्पर्य यही रहेको छ। जस्तो कि अहले किताब अर्थात यहुदी र नसरानीहरूले भन्ने गर्थे कि हामी मात्रै अल्लाहसँग माया गर्छौँ अनि अल्लाहले हामीसँग चाहिँ माया गर्नुहुन्छ भने अल्लाहले चाहिँ स्पष्ट रूपमा यो चाहिँ घोषणा गर्दै यो भन्न लगाउनु भयो कि पैगम्बर सल्लल्लाहु अलैहि वसल्लम, तपाई तिनीहरूलाई चाहिँ सिम्पल एउटा बाटो भनिदिनुहोस् कि यदि साच्चै तिमी अल्लाहसँग माया गर्छौ भने अल्लाहको यो आदेश हो कि तिमी मेरो पैगम्बर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको अनुसरण गर, उहाँले भनेको कुराको पालना गर, उहाँले देखाएको मार्गमा हिँड, अनि बल्ल तिम्रो यो प्रेमको दाबी अल्लाहसँग जुन छ यो चाहिँ साँचो हुन सक्छ, नत्र तिमी आफ्नो यस दाबीमा झुटा छौ भनेर अल्लाहले स्पष्ट गर्नुभएको छ। अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमसँग माया नभएको व्यक्ति कोही पनि मुस्लिम हुनै सक्दैन र मुमिन हुनै सक्दैन। अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ, स्पष्ट भन्नुभएको छ, ला युमिनु अहादुकुम हत्ता यकुना अहब्बा इलैहि मिन वलदिही व वालिदिही वन नास अजमाइन। सही बुखारीको यो हदीस हो कि तिमी मध्ये कसैले पनि पूर्ण रूपमा मोमिन हुनै सक्दैन जबसम्म उसले मसँग आफ्नो सन्तान, आफ्नो पिता अर्थात आफ्नो बुवा, आफ्नो सन्तान र आफ्ना आफन्त सम्पूर्ण मानिसहरू भन्दा बढी मलाई माया गर्दैन। जबसम्म त्यसले यस्तो गर्दैन त्यो चाहिँ मोमिन हुनै सक्दैन। आदरणीय दर्शकवृन्द, तर यहाँ कुरा यो छ कि मायाको चिनोको रूपमा जुन मोहम्मद डे मनाइन्छ, के वास्तविकमा मायाको यो प्रतीक यही हो त? होइन। यदि यो मायाको प्रतीक हो भने
हाम्रो नबी सल्लल्लाहु अलैहि वसल्लम का शीर्ष सहाबाहरू थिए। उहाँ सल्लल्लाहु अलैहि वसल्लमको पालाका सहाबा, सम्पूर्ण सहाबाहरू जसको विषयमा अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले अनेकौं ठाउँमा चाहिँ उहाँहरूको प्रशंसा गर्नुभएको छ। उहाँलाई कसैले केही कुरा भन्यो भने अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले चाहिँ त्यसको विरोध गर्नुभएको छ। आदरणीय दर्शकवृन्द, जब हाम्रो नबी सल्लल्लाहु अलैहि वसल्लम को आफ्नो जीवनमा 63 पटक यो रबिउल अव्वल महिनाको जुन आज मोहम्मद डे भनेर चाहिँ मनाउन थालिएको छ, त्यो चाहिँ नबी सल्लल्लाहु अलैहि वसल्लमको जीवनमा 63 पटक 62 वा 63 पटक आयो। उहाँले कहिले पनि यो भन्नु भएन आज यो मेरो जन्मदिन हो, तिमीहरू पनि यसको चाहिँ जन्मोत्सव मनाऊ। सहाबाहरू जुन अटुट प्रेम र माया गर्थे हाम्रो नबी सल्लल्लाहु अलैहि वसल्लमलाई, आफ्नो ज्यानको प्रवाह नगरिकन नबी सल्लल्लाहु अलैहि वसल्लमले भनेको हरेक कुराको पालना गर्नमा अग्रसर थिए। ती सहाबाहरू, आदरणीय दर्शकवृन्द, ती सहाबाहरू कहिले पनि मनाउनु भएन। सहाबाहरूको पाला बितेपछि जसलाई 3 पिढीसम्म 3 वर्षसम्मको अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले स्वयं यसको साक्षी हदीसमा चाहिँ स्पष्ट छ, साक्षी दिनुभएको छ कि 3 पिढीहरू अथवा 3 युगका मानिसहरू चाहिँ यो सबैभन्दा उत्तम मानिसहरू हुन्। त्यो चाहिँ अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले हदीसमा भन्नुभएको छ, खैरु उम्मती अलकर्नुल लजीना यलूनी थुम्मा लजीना यलूनहुम थुम्मा लजीना यलूनहुम। सही मुस्लिमको हदीस हो कि चाहिँ मेरो युगमा भएका ममाथि ईमान ल्याएका सहाबाहरू यो सबैभन्दा उत्कृष्ट र उत्तम छन्। यिनीहरूभन्दा माथि अरू कोही आउने पिढीमा जतिसुकै इबादत गरे पनि यिनीहरूभन्दा माथि हुन सक्दैन। त्यसपछि सहाबाहरू पछिको जुन पिढी आउनेछ, थुम्मा लजीना यलूनहुम अर्थात् ताबईन, फेरि त्यसपछि तबे ताबईन थुम्मा लजीना यलूनहुम। यो 3 पिढी 3 वंश जुन छ, यसको अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ कि यिनीहरू उत्कृष्ट, यस मेरो सम्पूर्ण अनुयायीको महाप्रलयसम्मको मेरो अनुयायी जुन हुनेछन् ती सबैभन्दा उत्कृष्ट चाहिँ श्रेणी र उत्कृष्ट मानिसहरू यिनीहरू। त्यो 3 पिढीसम्म कहीँ पनि हाम्रो नबी सल्लल्लाहु अलैहि वसल्लमको जन्मोत्सव मनाइएको कुरा कहीँ पनि भेटिँदैन, कहीँ पनि आएको छैन। अरू तपाईँ चाहिँ सहाबाहरू पछिको हदीसविद्हरू जसले हाम्रो नबी सल्लल्लाहु अलैहि वसल्लमबाट चाहिँ प्रमाणित भएका हदीसहरूलाई एकत्रित गरे, सहाबाहरूबाट लिएर चाहिँ लेखेर एक ठाउँमा चाहिँ त्यसको संकलन गरे, अनि उहाँहरू इमाम बुखारी, इमाम मुस्लिम, इमाम अबू दाऊद, इमाम तिर्मिजी, इमाम नसई, इब्न माजा, कसैले पनि चारौं इमाम यहाँसम्म कि आज मान्ने प्राय चाहिँ हाम्रो मुस्लिम समुदायमा चारै इमामका चाहिँ अनुयायीहरू, अनुसरणकर्ताहरू छन्। इमाम मालिक रहमहुल्लाह, इमाम मालिक रहमहुल्लाह, इमाम अबू हनीफा, इमाम मालिक, इमाम शाफी, इमाम अहमद बिन हम्बल, यो चारौं इमाम रहमहुल्लाह जमीअन, यो चारौं इमामको अनुसरणकर्ता। यो चारै इमामहरूले चाहिँ रहमहुल्लाहले कहिले पनि उहाँको जीवनमा कहीँ पनि उहाँहरूको उल्लेखमा यो आएको छैन कि उहाँले चाहिँ यसप्रति उत्साहित पार्नु भएको छ आफ्नो चाहिँ अनुसरणकर्ताहरूलाई, आफ्ना शिष्यहरूलाई, आफ्ना चाहिँ जुन विद्यार्थीहरू छन् उहाँहरूले चाहिँ कहिले पनि यो भन्नुभएको छ कि नबी सल्लल्लाहु अलैहि वसल्लमको जन्मदिन रबिउल अव्वलको 12 तारिखमा भएको हो भन्ने कुरा स्पष्ट छ र यो मनाउनु चाहिँ सुन्नत हो, यो मनाउनु इबादत हो, कसैले पनि भनेको छैन। भन्ने चाहिँ कि म इमाम अबू हनीफा रहमतुल्लाह अलैहि मान्छु, वा म चाहिँ इमाम अहमद बिन हम्बल रहमतुल्लाह अलैहि मान्छु, वा म इमाम शाफीलाई, इमाम अहमद बिन हम्बल रहमतुल्लाह अलैहि मान्छु, अनि गर्ने आफ्नो इच्छाको पालना आज यही देखा पर्छ हाम्रो समाजमा। अनि आफ्नो इच्छालाई माथि राख्नको लागि इस्लामको यो महत्त्वपूर्ण जुन कुराहरू छन् त्यसमा आफ्ना मनमानी, आफ्ना केही स्वार्थीहरूले चाहिँ आफ्नो स्वार्थका कुराहरू आफ्नो लाभको लागि, आफ्नो स्वार्थको लागि मानिसहरूलाई भ्रमित पार्न खोज्छन् र भन्छन् कि यो मोहम्मद डे मनाउनु यो नै त नबी सल्लल्लाहु अलैहि वसल्लमसँग माया गर्नुको प्रतीक हो, प्रेम गर्नुको प्रतीक हो। जबकि सहाबाहरूले कहिले पनि मनाउनु भएन, सहाबाहरू पछिको पिढी ताबईन कहिले पनि मनाउनु भएन, तबे ताबईन कहिले पनि मनाउनु भएन। चारौं इमामहरू कसैले पनि मनाएको छैन, एउटा प्रमाण पनि छैन। आदरणीय दर्शकले, यो मात्र भ्रम हो जुन चाहिँ 4थो हिजरी शताब्दीमा सुरु भएको र 5औं शताब्दीमा यसको चाहिँ यो चाहिँ लुप्त भयो, 6औंमा लुप्त भयो। केही पनि कसैले पनि यसको चाहिँ पुष्टि गरेन, कसैले पनि धेरैले मनाएनन्। 7औं हिजरीको सुरुवातमा इराकमा अरबलको राजा अबू सईद कौकबरीले यसलाई चाहिँ प्रोग्रेस गर्यो र यसलाई मनाउने आदेश गर्यो र छुट्टीको रूपमा जुन दौला फातिमियाको नाममा जुन इस्लामको जरोलाई खन्ने समुदाय थियो तिनीहरूले नै जब चाहिँ आफ्ना मनसायलाई पूरा गर्न, आफ्नो स्वार्थलाई, आफ्नो लाभलाई प्राथमिकता दिँदै तिनीहरूले नै चाहिँ यसलाई लागू गरे। आदरणीय दर्शकवृन्द, इतिहास हेर्नुपर्छ हामीले,
इतिहासमा पनि कुरान र हदीसमा नभएको कुरा इतिहासमा यदि यसको भित्र हामी पस्छौं भने पत्ता लाग्छ कि यो त कहीं पनि इस्लामको सुरुवातमा न नबी सल्लल्लाहु अलैहि वसल्लमले बनाउनु भयो, स्वयं हाम्रो नबी सल्लल्लाहु अलैहि वसल्लमले पनि बनाउनु भएन, सहाबाहरूले बनाउनु भएन, चाहिँ चारौं इमामहरूले बनाउनु भएन, न कुनै एउटा लेख उहाँहरूले यसको विषयमा लेख्नु भयो कि चाहिँ यो मनाउनु चाहिँ सुन्नत हो वा पुण्यको काम हो। इमाम मुहद्दिसिन अर्थात चाहिँ हदीसका विज्ञहरू, किताब लेखकहरू, इमाम बुखारी, इमाम मुस्लिम, इमाम तिर्मिजी, इमाम इब्न माजा, इमाम दाउद कसैले पनि मनाउनु भएन। पछि आएर किनकि यो सबैको चाहिँ चौथो शताब्दीको चाहिँ तेस्रो शताब्दीको अन्तसम्म वा चौथोको चाहिँ आदिसम्म यो सकिन्छ यहाँहरूको युग। अनि त्यसपछि अनेकौं प्रकारका बिदअतहरूको उदय हुन्छ, अनेकौं प्रकारका बिदअतहरूको उदय हुने यो चौथो शताब्दी, किनकि यो शिया समुदाय जसले चाहिँ इस्लामको जरो खण्डमा सुरुवातदेखि नै अग्रसर थिए र प्रयास गर्दै थिए, अनि आएर यो चौथो शताब्दीमा केही सफलता उनीहरूको हात पर्यो अनि उनीहरूले चाहिँ मिस्र र शाममा चाहिँ आफ्नो एउटा छुट्टै इस्लाम मुस्लिमहरूलाई छोडेर आफ्नो समुदाय बनाएर तिनीहरूले चाहिँ एउटा राष्ट्र कायम गरे, सानोतिनो राष्ट्र कायम गरे। अनि त्यहाँकै बासिन्दाहरूले उनीहरूको पालना नगरेमा तिनीहरूको जुन एउटा सिस्टम थियो राज्य चलाउने, त्यो चाहिँ सिस्टम कसैलाई पनि मन परेन अनि मानिसहरूलाई फकाउनको लागि भन्न सकिन्छ, भ्रमित पार्नको लागि तिनीहरूले नै चाहिँ यस्ता बिदअतहरूको आविष्कार गरे। मात्र मिलादुन नबी होइन, मिलाद अली, मिलाद फातिमा, मिलाद हसन, मिलाद हुसैन यो सबै तिनीहरूले मनाउने आदेश गरे, तर कसैले पनि मनाएन। बरु धर्मविद्हरूले र हाम्रा मुस्लिम चाहिँ समुदायका सबै अगुवाहरूले सबैले चाहिँ यसको विरोध गरे कि यो चाहिँ इस्लाममा बिदअत हुन्छ, जसको संकेत हाम्रो नबी सल्लल्लाहु अलैहि वसल्लमले त्यही हदीसमा दिनुभएको थियो। जुन हदीसमा हाम्रो नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ कि 3 वंशका मानिसहरू सर्वश्रेष्ठ हुन् र उत्तम छन्, महाप्रलयसम्मका मेरो अनुयायीहरूमाथि सबैभन्दा उत्कृष्टता उहाँहरूलाई प्राप्त छ। त्यसै हदीसमा नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो सुम्मा यजीउ कौमुन तस्बिqu शहादतु वहदिहिम यमिनुहु व यमिनुहु शहादतुहु। तिनीहरूले त्यसपछि यो 3 पिढी पछि बिदअत को चाहिँ उदय हुनेछ भनेर नबी सल्लल्लाहु अलैहि वसल्लमले संकेत गरिदिसक्नु भएको छ। आदरणीय दर्शकवृन्द, त्यसैले त्यो बिदअतहरूपट्टि नजाउँ। मोहम्मद डे मनाउनु यो इस्लाममा बिदअत हो, इस्लामको कुनै पनि यो अंश वा यसमा कुनै पुण्य प्राप्त हुँदैन, जस्तो कि अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले सम्पूर्ण बिदअतहरूको चाहिँ निन्दा गर्दै र यो घातक हो भनेर हाम्रो नबी सल्लल्लाहु अलैहि वसल्लम बारम्बार यो कुरालाई आफ्नो प्रवचनहरूमा दोहोर्याउनु हुन्थ्यो। व इय्याकुम व मुहदसातिल उमूर फइन्न कुल्ल मुहदसातिन बिदअह व कुल्ल बिदअतिन दलाला। सुनन अबी दाऊदको हदीस र स्पष्ट हदीस अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्ने गर्नुहुन्थ्यो कि व इय्याकुम व मुहदसातिल उमूर, कि दिन यस इस्लाम धर्ममा नयाँ नौला कुराहरूबाट खबरदार तिमीहरू बच्ने गर, किनकि हरेक प्रकारको इस्लाममा मिसाइएको नयाँ कुरा अर्थात मबाट मेरो कर्म कथन र मेरा सहाबाहरूले गरेको र मेरो प्रमाणीकरण नभएको कुरा यो सबै चाहिँ बिदअत हुन्। व कुल्ल बिदअतिन दलाला, र हरेक यो नयाँ नौलो कुरो जसको प्रमाण सहाबाबाट नहोस्, जसको प्रमाण नबीको कथनमा कर्मबाट नहोस्, यो हरेक प्रकारको इस्लामसँग जोडिने, चाहे देख्नमा त्यो इबादत नै लागोस्, त्यो पुण्य कार्य नै लागोस्, तर त्यो चाहिँ बिदअत हो। र प्रत्येक बिदअत त्यो कुनै राम्रो वा नराम्रो छैन, प्रत्येक बिदअत नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्ने गर्नुहुन्थ्यो कुल्ल बिदअतिन दलाला, प्रत्येक बिदअत चाहिँ यो गुमराही अर्थात चाहिँ भ्रष्टता हो र गुमराही हो, पथ भ्रष्ट गर्ने यो कार्य हो। त्यसैले गर्दा योले चाहिँ व्यक्ति पथ भ्रष्ट हुन्छ र स्वर्गको बाटो बिर्सन्छ अनि नर्क जाने बाटो लाग्दछ बिदअतको पालना गर्नाले। त्यसैले हाम्रो नबी सल्लल्लाहु अलैहि वसल्लमको जन्मोत्सव मनाउनु यो कहीँबाट जब प्रमाणित छैन, चौथो शताब्दीमा यसको सुरुवात भयो, तर 5औं 6औंमा कसैले पनि यसको चाहिँ पुष्टि गरेन। अनि 7औं शताब्दी हिजरीमा चाहिँ इराकबाट यसको विशेष चाहिँ आदेश दिइयो। अनि विचार गर्नुहोस् 700 वर्ष पछि वा 300 वर्ष पछि चौथो शताब्दीमा जुन कार्यको स्थापना भएको छ त्यो हाम्रो दिन वा इस्लाम कसरी हुन सक्छ, कसरी यो नबी सल्लल्लाहु अलैहि वसल्लमसँग मायाको प्रतीक हुन सक्छ? के सहाबाहरूले मनाएनन् भने के उहाँहरूले नबी सल्लल्लाहु अलैहि वसल्लमसँग माया गर्नुहुन्थेन? के चाहिँ ताबईनहरूले मनाउनु भएन भने के उहाँहरूले नबी सल्लल्लाहु अलैहि वसल्लमसँग माया गर्नुहुन्थेन? के तपाई ताबईनले नबी सल्लल्लाहु अलैहि वसल्लमसँग माया गर्नुहुन्थेन? यो भ्रमित मान्छेहरू जुन केही आफ्नो स्वार्थका लागि यस्ता प्रकारका अनेकौं बिदअतहरूलाई आविष्कार गरेर इस्लामसँग जोडेर चाहिँ हाम्रा समाजका चाहिँ दाजुभाइ र दिदीबहिनीहरूलाई भ्रमित पार्न मात्रै खोज्छन्। वास्तविकमा यो इस्लाम होइन, यो इस्लाम होइन आदरणीय दर्शकवृन्द। त्यसले गर्दा सावधान रहनुहोला, यो मोहम्मद डे मनाएर इस्लामको प्रतीक वा मुसलमान कोही हुन सक्दैन। बरु मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमले दिएको आदेश र निर्देशनको पालना गर्नाले व्यक्ति नबी सल्लल्लाहु अलैहि वसल्लमसँग माया भएको चाहिँ यो प्रेमको प्रतीक हो र यसैले व्यक्ति सफल हुन सक्छ। अल्लाहसँग प्रार्थना छ अल्लाह हामी सबैलाई
सत्य बाटोमा हिँड्ने र हाम्रो नबी सल्लल्लाहु अलैहि वसल्लमको सही बाटोमा हामी सबैले सम्पूर्ण रूपमा त्यसको अनुसरण गर्ने अल्लाह तौफिक हामीलाई प्रदान गरून् आमीन। र अनेकौं प्रकारका जुन स्वार्थी र लोभीहरू छन्, जुन आफ्नो लोभ र स्वार्थको लागि इस्लामलाई बिगार्न खोज्छन्, हाम्रो समुदाय एउटा शान्त समुदायलाई भड्काउन र कुनै यताउतिका कुराहरू ल्याएर इस्लामसँग जोडेर तिनीहरूको आस्थासँग खेलवाड गर्न खोज्छन्, तिनीहरूबाट हामी सबैले सावधान रहनुपर्छ। दर्शकवृन्द, अल्लाहसँग प्रार्थना छ अल्लाह हामी सबैलाई एउटा सच्चा मुमिन र मुस्लिम बनेर यो संसारमा हाम्रो नबी सल्लल्लाहु अलैहि वसल्लमको आदेशको पालना गर्दै त्यही मार्गमा हिँड्ने हामी सबैले अल्लाह तौफिक प्रदान गरून् आमीन। वस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहू। जजाकुमुल्लाहु खैरन।